गरेको मन चाहिँ ल है साथी हो फेरि पनि अर्को रिजोर्टतिर यसो चेकिङ गर्न जाँदैछौँ हामी। कस्तो रहेछ के रहेछ त्यहाँको ठाउँहरू त्यहाँको नजाराहरू बुझ्नु पऱ्यो भनेर हिँड्दै गरेको। बाटो चाहिँ भर्खर भर्खर बनाउनु सुरु गर्दो रहेछ। त्यस्तै छ। अब वहाँ पुगेर हेरौँ न कस्तो रहेछ जग्गा। सिसी ब्लक लगाउँदो रहेछ। रोडदेखि धेरै होइन साथी हो, रोडदेखि 1 किलोमिटर छ यहाँदेखि। तपाईँहरू पनि आएर इन्जोय गर्नु सक्नुहुन्छ कस्तो छ ठाउँ। अब वहाँ पुगेर देखाउनेछु है साथीहरू तपाईँहरूलाई। ल है साथी आइपुगे जस्तो छ, त्यहाँ पर देखिँदैछ। यही हुनुपर्छ ठाउँ। म पनि पहिलोचोटि नै आउँदैछु। यो ठाउँ राम्रै छ होला सायद, कल्पना गरेको भन्दा बाहिरै छ होला सायद। यहाँ चाहिँ एन्ट्री गर्नुपर्ने रहेछ जस्तो लाग्यो सायद। अब कति रुपियाँ के रुपियाँ रहेछ त्यो थाहा भएन। एन्ट्री फिस लिन्छ होला सायद, गाडीको पनि लिन्छ कि सायद। है साथी हो आइपुग्यो ठाउँमा। एकदमै रमाइलो जस्तो लाग्दैछ। अहिले भर्खर बस आइ मात्रै पुग्दैछु। हेर्नु होला कस्तो छ भित्र सबै ठाउँहरू तपाईँहरूलाई म देखाउनेछु। यो रिजोर्टको नाम 7KM रिजोर्ट हो। 7KM रिजोर्ट, 7KM रिजोर्ट, नामसाई डिस्ट्रिक्ट, अरुणाचल प्रदेश। आउनु होला तपाईँहरू पनि। सायद यहाँ पनि बस्ने ठाउँ सुत्ने ठाउँ एभाइलेबल छ होला र छेउछाउको साथीहरू त्यो आएर आउँछन् जान्छन्, त्यो भइहाल्छ। तर टाढाहरूको लागि पनि व्यवस्था सबै व्यवस्था छ है जस्तो लाग्दैछ है साथीहरू। किन भन्दा रिजोर्टमा त अभियसली हुन्छै हुन्छ। तपाईँहरू सबैजना आएर यहाँ चेक गर्न सक्नुहुन्छ है साथीहरू। यहाँ चाहिँ हात्ती पनि छ अरे भनेर सुनेको थिएँ। सायद हात्तीको यात्रा पनि गर्न सक्नुहुन्छ हात्तीमा चढेर। बहुत राम्रो छ, बहुत राम्रो। तर खोस्टा चाहिँ फ्याँक्नुपर्छ साथीहरू। खोस्टा चाहिँ डरै फ्याँक्नुपर्छ नि हो खोस्टो। ल हेर्नु साथीहरू है यहाँ हेर्नु त साथीहरू यहाँको एन्ट्री कस्तो छ। बबाल छ नि साथीहरू। चमेरा टाइपको छ साथीहरू। एकदमै राम्रो। 7KM रिजोर्ट यहाँ हेर्नु होला। 7KM रिजोर्ट। ल साथीहरू तपाईँहरूले देख्नुभयो 7KM रिजोर्ट। छेउबाट देखाइदिनेछु साथी तपाईँहरूलाई। हेर्नुहोस् 7KM रिजोर्ट। पानीले कुटे पनि कोही टेन्सन छैन साथी हो। किन भन्दा आज चाहिँ एकदम रमाइलो भइरहेछ नि त। धेरै मान्छेहरू आइरहेछ, घुमिरहेछ। आफ्नो साथी भाइ नुहाउने धुवाउने। जाडो लागिरहेछ मलाई चाहिँ, तर साथीभाइहरू एकदमै मनोरञ्जन गरिरहेछ, नुहाइरहेछ साथीहरू। तपाईँहरू पनि आएर आफ्नो फेरफारक कपडा लिएर आएर नुहाउन सक्नुहुन्छ है साथीभाइ। आउनुहोस्, रमाइलो गर्नुहोस्, इन्जोय गर्नुहोस्। यहाँ खोलामा सङ्लो पानी छ, एकदमै सङ्लो पानी। हेर्नुहोस् साथी, योभन्दा सङ्लो पानी त अन्त जग्गा कहीँ पनि छैन होला। हेर्नुहोस् एकदमै राम्रो छ। हेर्नुहोस् डिसिप्लिनहरू मेन्टेन गर्नुपर्ने हुन्छ। यहाँ खानेकुरोको ठाउँहरू थुप्रै छ। त्यसै गरी फोटोग्राफीहरू गर्न सक्नुहुन्छ। यता यहाँ आफै चाहिँ खाना लिएर आउन सक्नुहुन्न। यहाँ टुपुला भात पाइन्छ साथीहरू। आउनुहोस् हेर्नुहोस् यस्तो छ ठाउँ। यहाँ चाहिँ टुपुला भात खाएर जानुपर्छ होला सायद। मलाई पनि त्यस्तै लाग्दछ। आज टुपुला भात खाएर जानुपर्छ होला। एकदमै रमाइलो छ। यहाँको पानी नै सङ्लो पानी के। यहाँको पानीले मान्छेलाई दिवाना बनाउँछ। अरू कुरो त्यस्तै हो कि। यहाँको पानी चाहिँ एकदमै राम्रो छ, सङ्लो पानी छ, खाउँ लाग्दछ। धेरै साथीभाइहरू यहाँ बसेका छन्। हो साथीहरू हेर्नुहोस् न। अहिलेको दिनमा अब भेटघाट भएर पनि के गर्ने,
कुरा गर्ने समय छैन। त्यसरी नै यो मोबाइलमा भरायो भने सबैले एकछिन भए पनि समय लिएर हेर्न सक्छ नि त। त्यही भएर म चाहिँ मोबाइलबाट तपाईँहरूलाई चाहिँ मोबाइलको माध्यमबाट तपाईँहरूसँग भेटघाट गरेको जत्तिकै बातचित हुँदैछ मेरो चाहिँ। र सुझाव सल्लाह दिनु होला कस्तो लाग्छ, किन भन्दाखेरि कति बोल्ने कुराहरूमा कति कुराहरू मिस्टेक पनि हुनसक्छ। र यहाँ पिङहरू छ हेर्नुहोस्, बच्चाहरू पनि लिएर आउन सक्नुहुन्छ, यो पिङमा खेल्न सक्नुहुन्छ। एकदमै रमाइलो रहेछ। र हरियाली हेर्न चाहनुहुन्छ भने हरियाली पनि छ। भर्खरै वसन्त ऋतुले चाहिँ नयाँ पाउलो फेरेको समयहरू छ। र त्यसरी नै तपाईँहरू पनि आफ्नो पाउलो फेरेर आउनुहोस् साथी हो, आउनुहोस्। कति काम गर्ने, कोही बेला त यसो मनोरञ्जन पनि गर्नुपर्ने नि साथी हो। यसो हल्का मनोरञ्जन गर्नुपर्छ, हो कि न साथी हो। कोही बेला त रमाइलो मनोरञ्जन गऱ्यो भने दिमाग पनि फ्रेस हुन्छ। यसरी नै साथीभाइ सङ्गीसँग अब अहिलेको समय के हो भनेदेखि अब अहिलेको समयमा चाहिँ अब के हुन्छ भनेदेखि सबैको हातमा मोबाइल हुनाले गर्दाखेरि साथी भेटघाट हुँदा पनि अब भेटघाट भएर पनि कुरा गर्ने समय नै हुँदैन। यसरी नै अब मोबाइलमा सोसियल मिडियाहरूमा चाहिँ भराएर राख्यो भने एकछिन भए पनि समय निकालेर बोल्ने समय हुन्छ, हेर्ने समय हुन्छ, कस्तो रहेछ के रहेछ यहाँको हालखबर भन्ने कुराहरू देख्न सक्नुहुन्छ। आउनुहोस्, इन्जोय गर्नुहोस्। तपाईँहरू पनि एकदमै रमाइलो ठाउँ छ साथी हो। एकदमै खानेकुरोहरूदेखि लिएर हाइजेनिक खानेकुरोहरूदेखि लिएर लोकल फुडहरूदेखि लिएर सबै कुरोहरू छ। आउनुहोस् तपाईँहरू, शरम नगरिकन आउनुहोस्, शरम नगरिकन पैसा दिनुहोस्, खानुहोस्, जानुहोस्। हात्तीको यात्रा पनि गर्नुहोस् साथी हो। हात्तीको यात्रा त म तपाईँहरूलाई यहाँनिर हुँदैछ हात्तीको यात्रा। हात्ती चाहिँ तपाईँले देख्नुभयो होला, यहाँ हात्ती यस्तो छ। यो हात्तीमा उठेको प्राइस चाहिँ थाहा भएन कति हो, तर पनि जसलाई हात्तीमा उठेर चाहिँ यात्रा गर्नु, सफर गर्नु मन इच्छा हुन्छ भनेदेखि यो यसरी पैसा तिर्नुहोस्, हात्तीमा चढ्नुहोस्। र हात्तीमा चढ्ने ठाउँ चाहिँ यहाँ रहेछ। म छेउमा गएर देखाउँछु तपाईँहरूलाई साथी हेर्नुहोस् है। यसरी यहाँ माथि उठेर सजिलो छ। हात्तीलाई पनि तक्लिफ भएन, मान्छेलाई पनि तक्लिफ भएन, सजिलै छ। बच्चाहरूलाई चाहिँ यसरी लिएर आएर यहाँ माथि चढाएर चाहिँ तपाईँहरूलाई चाहिँ रमाइलो इन्जोय गर्नु सक्नुहुन्छ। हात्तीले चाहिँ नमस्कार गर्दैछ साथी हो, हेर्नुहोस् यसो। भाई हाथी सफारी का 600 एक राउंड में 600। थैंक यू। एक राउंड में यहाँहरूले चाहिँ कितना आदमी बैठ सकता होगा यहाँ में? 3 आदमी 600। तो तीनजना तपाईँहरू अथवा बच्चा अथवा ठुलै भए पनि 3 जना बस्न सक्नुहुन्छ। 3 जना बसेर चाहिँ यहाँ चाहिँ एकदमै हात्तीको सफर गर्न सक्नुहुन्छ। पानीमा डुबाएर चाहिँ पानी खोला तपाईँलाई घुराउनुहुन्छ। कहाँसम्म पुर्याउँछ त्यो चाहिँ थाहा भएन, तर 600 रुपियाँ लिन्छ अरे। 600 रुपियाँमा तपाईँहरू हात्तीमाथि चढ्नु इच्छा छ भने साथीहरू आउनुहोस् है साथीहरू। 600 रुपियाँमा चाहिँ एकदमै हात्तीमा चढेर तपाईँहरू जान सक्नुहुन्छ। हेर्नुहोस् एकदमै रमाइलो छ। मलाई त एकदमै रमाइलो लाग्यो। तपाईँहरूलाई कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला, कमेन्ट गर्नु होला है साथी हो। पहिलोचोटि भिडियो बनाउँदैछु धेरै झुमझामको बिचमा, अलिकति सरम पनि महसुस हुँदैछ। त्यस्तै हो, भइहाल्छ कोही बेला। अब यतिकै त हो, अगाडि बढ्ने मौका समयहरू पाउनु भनेको यही नै हो। तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ वासरुम एभाइलेबल, क्यान्टिन एभाइलेबल, सावर पोइन्ट एभाइलेबल, रिसेप्सनहरू छ, चिल्ड्रेन पार्कहरू छ। पैसा गरिकन
र त अब म धेरै बेर बस्ने छुइनँ यो ठाउँमा। म चाहिँ अब यहाँदेखि फेरि फर्केर जानेछु। समय पनि छैन, रात परिसक्यो। ल त फेरि भेटौँला है, बाई।